आफ्नो स्वर्गीय माता सीता देवी दाहालको नाममा 500 रुपैयाँ सहयोग दिनु उहाँलाई बहुत बहुत धन्यवाद साथीहरु। त्यसैगरी बुढानी कथादेखि तल भएका ठुलो राईले आफ्नो स्वर्गीय माता विभव कुमारी राईको नाममा रु 1100 रुपैयाँ सहयोग दिनुभयो। उहाँलाई पनि यो संस्थाद्वारा मुरी धन्यवाद दिन चाहन्छु। कुमारी सोचको पक्कै यस आफ्नो स्वर्गीय माता काशीमाया रङ्गको नाममा 105 रुपैयाँ सहयोग गर्नुभयो। उहाँलाई पनि धेरै धेरै धन्यवाद। त्यसैगरी नेपाल राज्यदेखि जानुभएका सन्तलाल मर्दनजीले आफ्नो स्वर्गीय माता नानी बाबा मर्दनजीको नाममा 110 रुपैयाँ सहयोग गर्नुभयो। उहाँलाई पनि धेरै धेरै धन्यवाद। त्यसैगरी दिनकुनेदेखि तल भएका गङ्गा कमला जुले हरुमाई आचार्य र तुलसीमाईजीको नाममा 255 सहयोग गर्नुभयो। उहाँलाई पनि धेरै धेरै धन्यवाद। अनि यता आउला कहाँबाट आउनु पर्यो? यहाँबाट लाइन हो हाम्रा ओडा अध्यक्ष होइन त यहाँ छैन नि लाइन त वीरबहादुर तामाङज्यूले पनि आफ्नो स्वर्गीय माता वीरकुमारी तामाङज्यूको नाममा यस संस्थालाई र यस स्थानमा आए उहाँले 1050 रुपैयाँ सहयोग गर्नुभएको छ। उहाँलाई पनि धेरै धेरै धन्यवाद। सुकुनलाल पाखरिनज्यूले आफ्नो स्वर्गीय माता लालमाया तामाङज्यूको नाममा 2005 रुपैयाँ सहयोग गर्नुभएको छ। उहाँलाई चाहिँ हाम्रो उहाँलाई हाम्रो प्रमाणपत्र वितरण गर्ने जबको बेलाको 2000 भन्दा माथि गरेर हाम्रो प्रमाणपत्र पनि दिइरहेको छ। उहाँ जहाँ भए पनि त्यस मञ्चमा आइदिनु होला। अनुरोध गर्दछु। सुकुनलाल पाखरी जहाँ भएको स्टेजमा आइदिनु होला। धारासम्म जानलाई त्यो लाइन कुन चाहिँ हो? धारा यो छ नि धाराको लाइन कहाँनिर हो? जान्छ कहाँबाट हो नि? त्यो धाराको लाइन चाहिँ कहाँबाट जाने हो? हजुर धाराको लाइन चाहिँ कहाँबाट जाने हो? मोबाइल रातो कलर भएको पछाडि बुट्टा भरेको निलो कलर हालेको मोबाइल नम्बर 97 धाराको लाइन यहीँबाट हो नि?
पुलिसलाई भर सोधेको थाहा छैन भन्छ पुलिसलाई के थाहा भेटाइ गरी यसमै जतिले उहाँमा उहाँहरू उहाँ क्रिटिकल भएको छ उहाँ फोन गर्नु भएको भएको हुन्छ उहाँले फोन पनि उठाइदिनु पर्छ भेटाइ गरी नम्बरलाई जसले भेटाएको उहाँले फोन ट्राई गरिरहनु भएको छ त्यो चाहिँ उहाँको रिसिभ गर्नु होला रामबहादुर ढकाल छोरा रामबहादुर ढकाल स्वर्गीय आमाको नाममा विष्णुमायाको नाममा 155 रुपियाँ गर्नुभयो चन्द्रमाया ढकालले स्वर्गीय आमाको नाममा गायत्री बुढानीको नाममा 158 रुपियाँ गर्नुभयो उहाँलाई पनि धन्यवाद त्यसैले आशाको लागि आफ्नो स्वर्गीय माता लक्ष्मी देवी शाहजीको नाममा रु 110 रुपियाँ गर्नुभयो उहाँलाई पनि धेरै धन्यवाद माता घरको किनारे कुमार मुलाजीको आफ्नो स्वर्गीय माता भोलाजी मोहनजीको नाममा उहाँलाई धेरै धन्यवाद सिराज नगरपालिका